के गर पालन गर्ने हौ। आज मैले तपाईँहरूको बिचमा भन्दै गरेको कुरा चाहिँ सुन्नु, हेरे अनि मान्नु अनि गर्नु, तीव्र विषयमा हुन्छ। सुन्नु, मान्नु र गर्नुमा इज द डिफरेन्स। सुन्नु अर्कै कुरा हो, मान्नु अर्कै कुरा हो र गर्नु अर्कै कुरा हो। अब यो तीनवटा क्याटेगोरीमा छ हामी विश्वासीहरू र आजको वर्तमानमा ख्रिस्टले खोज्दै गरेको मण्डली चाहिँ हामी कस्तो हुनुपर्ने भने यो तीनवटा क्याटेगोरीभित्र हामी छौँ ल, हुन्छ। अनि यो भित्र म तपाईँलाई मात्रै भनिरहेको छु, यो भित्र म आफै पनि छु है, यो पास्टर पनि छ, यो भाइ पनि छ है। उनको सन्डे स्कुलमा गाना गाउँथ्यो, उनको सामु काले गोरे पुस्रे सबैलाई प्यार छ, यीशुले सबै नारीलाई प्यार। काले भयो, गोरे भयो, म पुस्रे भयो भने यीशुले मलाई प्रेम गर्नुहुन्छ। आमेन। हामीलाई थाहा छ यूहन्नाको पुस्तक सुसमाचारमा एउटा बेच्चादारको दहको कुजोको विषयमा हामीलाई थाहा छ है, सबैलाई थाहा छ है। त्यहाँ एउटा कति वर्षदेखि एउटा बिमारी व्यक्ति थियो त्यहाँ। भन्नुहोस् त पास्टर बक्स एउटा फट्ट कसैले म चाहिँ लिफाम राख्ने गर्छु, यहाँ चाहिँ ल्याउनु बिर्सेछु, अरू मण्डली जसले भन्छ फट्ट म लिफा दिइहाल्छु, त्यो भित्र धेरै हुन्छ। हजुर 38 हो कि 33 हो, 38 जस्तो लाग्यो, 38 हो, मैले सायद भुल गरेन भने। 38 वर्षदेखि के भएको थियो त्यहाँनिर, के भइरहेको थियो हजुर, उजे भएर चाहिँ बसिरहेको थियो। अनि त्यो दह हुन्छ। तपाईँलाई प्रश्न गर्दै जान्छु म है, यसो गर्दा म प्रश्न गर्ने म चाहिँ एकदम विद्वान भनेको म होइन, मजा आउँछ मण्डलीमा सल्जहरू गरिरहनु, कतिवटा कुराहरू मण्डलीले पास्टरलाई पनि सोध्नुपर्छ है। अस्ति मैले एउटा भन्दै थिएँ, यीशुले सबैभन्दा फर्स्ट मिराकल अचम्मको काम चाहिँ कहाँ गर्नुभयो भनेर एउटाले फट्टै उठेर भने बडा दिनमा सुँगुर घोचेको दिनमा, बडा दिनमा भने मेरो पनि यताबाट सुँगुर घोचेको दिन भनिदिइहाल्यो। 38 वर्षसम्म कुजो भएको व्यक्ति एउटा दहमा चाहिँ यहाँ के भएको छ, बसेर बसेको छ। 3 पदमा जाउँ सिधा। यिनीहरू रोगी, अन्धा, लङ्गडा, 5 को एक अङ्ग, सुकेकाहरू, भिड पानी छल्किएको हेर्दा पर्खिरहनेहरू पस्रन्थे, किनभने परमप्रभुको एउटा दूत बेलामा दहमा ओर्लेर पानी हल्लाइदिन्थे र पानी छल्किएपछि जो पहिला पानी भित्र बस्थ्यो त्यो जस्तै रोगले ग्रस्त भएको होस् तापनि त्यो निको भइहाल्थ्यो। त्यहाँ 38 वर्षदेखि बिरामी भएको एउटा मानिस थियो। यीशुले त्यसलाई पसिरहेको देखेर के त्यो धेरै समयदेखि त्यस दहमा रहेको छ भनी जानेर त्यसलाई भन्नु, के तिमी निको हुने इच्छा गर्छौ भनेर सोध्नु है। सुन्नुहोस् है, यो घटना एउटा बडा अचम्मको घटना छ। 38 वर्षदेखि कुजो भएर त्यो दहमा बसे। हामीलाई 1.5 घन्टा चर्चमा बस्नु, घडी हेरेर है, यहाँ चाहिँ घडी मण्डलीको मैले चाहिँ घडी सबै तर पछाडि राख्दा फेरि घडी त सुतेकै छ, ब्याट्री त हाल्दैन मण्डली, पास्टरले पछाडि राख्नु, अगाडि भन्दा सायद ब्याट्री हाल्थ्यो होला है। मेरो 3वटा चर्चमा 3वटा घडी सुतेको छ। हामीलाई 1.5 घन्टा बस्न चर्चमा गाह्रो हुन्छ। के लामो बोलेको यो पास्टर, के लामो प्रचार गरेको, घडी हेर्ने मनमा फटफट, जब फटफट हुन थाल्छ वचन चाहिँ यहाँभित्र पर्छ। त्यो चाहिँ भारतको प्रधानमन्त्रीले त्यो बुलेट प्रुफ ज्याकेट लगाएको जस्तै हुन्छ। जति एउटा पवित्र आत्माको वचन सबै फर्केर आउँछ। त्यो चाहिँ बुलेट प्रुफ क्या, विश्वासी धेरैचोटि चाहिँ चर्चमा चाहिँ बुलेट प्रुफ लगाएर बसेको हुन्छ, है वचनै भित्र जाँदैन हो। किन भन्नुहोस् न, अनि परिवर्तन छैन, परिवर्तन छैन। किन भन्दा चाहिँ हामी त्यो ज्याकेट छ नि हाम्रोमा, अनि भन्छ चर्चमा हुँदा चाहिँ पहिला हामीले त्यो ज्याकेट चाहिँ खोलेर बाहिरै सिक्युरिटी राख्नु हुँदैन क्या, वचन चाहिँ राख्नुपर्छ अनि हो। के भन्नुहोस्, बाइबलले भन्छ वचन चाहिँ 2 धारे तरवार हो। आमेन। अगाडि पछाडि दुईपट्टि आउने कुरा हो, त्यो वचनले लाग्नुपर्छ हामीलाई। 38 वर्ष बस्नु भनेको मामुली कुरा होइन भने त्यहाँनिर लेखिएको छ। बेला बेला स्वर्गबाट दूत आएर त्यो पानी हल्लाउँदै गर्दाखेरि चाहिँ जो पहिला जान्छ त्यो मान्छे चाहिँ निको भइहाल्छ, अनि जाति भएर घर गइहाल्छ। अनि एक दिन त्यो खास जो 38 वर्ष बिमारी भएको व्यक्ति यीशु त्यहाँ आएको हुनुहुन्छ। अनि यीशुले उहाँलाई प्रश्न गर्नुहुन्छ, के तिमी निको हुने इच्छा गर्छौ? यीशुलाई थाहा छ यो व्यक्ति यहाँनिर के हो, निको हुनलाई आएको छ। अनि यीशुलाई थाहा छ साल, समय, दिन, यहाँसम्म घडीको मिनट पल पलको कुरा थाहा छ।
र पनि यीशुले हामीलाई सोधिराख्नु भएको छ। तपाईँ र म किन आज चर्चमा एउटा कस्तो हुन्छ भन्नुहोस् त, त्यो एउटा आत्मिक एउटा लाट एउटा बहिराख्यो, अब सवाल जवाब गर्न नसक्ने। वचनले हामीलाई धेरैचोटि प्रश्न गरेर, अनि वचन आफै ख्रीष्ट हुनुहुन्छ। हामी ख्रीष्ट आफै वचन हुनुहुन्छ। वचनले तपाईँ र मलाई धेरै कुरो धेरैपल्ट सोधिरहेको कुराहरूमा हामी उत्तर दिन सकेका हुँदैनौँ। म चर्चमा अस्ति मैले सोध्दै थिएँ, बिउको विषयमा प्रचार गर्दै थिएँ, अनि एकजना बोजूले भन्नुभयो, साँच्चै नै हामीमा चाहिँ राखेको दाना जति बिउ भए तापनि त्यो डल्लै मण्डलीभित्र चाहिँ एउटा बुजुर्ग जसले चाहिँ बाइबल पढ्नु जान्दैन, जसले आँखा देख्नुहुन्न, अनि उहाँलाई मैले सोध्दै गर्दा उहाँले चाहिँ साँच्चै नै वचनलाई यति साह्रो राम्रो ध्यानले सुन्नुपर्छ। तर धेरै जवानहरूलाई सोधेँ मैले, उल्टा 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 जवाब दिइरहेको, त्यसको मतलब वचन ध्यान छैन नि। अनि याकुब 1:22 भन्छ, वचन ध्यानसँग सुन्ने मान्छे आशिषित हुन्छ। हितोपति 16:20 कथा लेखेको छ त्यहाँनिर, होइन हो कि भन्नुहोस्, त्यहाँ पनि लेखेको छ, ध्यानकै विषयमा लेखेको छ त्यहाँनिर। 38 वर्ष पुजो भयो, मान्छे बसिरहेको छ कुवामा, अनि यीशुले आएर सोध्नुभयो, के तिमीले छोड्ने इच्छा गर्छौ? अनि त्यो मान्छेले जब भन्यो, यस म चाहिँ निकोको इच्छा गर्छु। अनि यीशुले म तिमीलाई लगेर दहमा हाल्छु भन्नु पर्यो त्यहाँनिर। बडा मिठो कुरा छ नि, भन्नु पर्यो परेन नि, परेन नि प्रिय। जब यीशुले सोध्नुभयो के तिमी निको हुने इच्छा गर्छौ, त्यो व्यक्तिले भन्दै थियो यस म निको हुने इच्छा गर्छु। अनि यीशुले भन्नुभयो जाऊ तिमी। आमेन। हेर्नुहोस् त, जाऊ तिमी। अनि 38 वर्षसम्म एउटा धरी एउटा पेसेन्ट एउटा कुरेर बस्नु भनेको कुरा चाहिँ मामुली थिएन प्रिय। धेरैचोटि हामीलाई गर्दै गरेको कामहरूमा इमिडिएट भन्छ नि, एउटा तत्काली त्यति बेला हामीलाई त्यसको रिजल्ट चाहिने हुन्छ नि, हो कि भन्नुहोस् त। खै त मैले प्रार्थना गरेँ मैले पाइनँ त, खै त मैले प्रभुलाई त्यत्रो भने खै मैले पाइनँ त। मेरो प्रिय दाजुभाइ दिदीबहिनी आमा बाबु जवान, यो व्यक्तिले यहाँनिर 38 वर्ष धैर्य धरेको छ। आमेन। जब उहाँले 38 वर्ष धैर्य धरे नि, त्यो व्यक्ति कुवामा जानु परेन, पानीमा डुब्नु परेन, उसलाई कसैको सहारा पनि चाहिएन। जब उसलाई यीशुले भन्नुभयो जाऊ तिमी, एउटा कुरा सोध्नुभयो के तिमी निको हुने इच्छा गर्छौ? प्रिय, आजको दिन यो पवित्र दिनमा परमेश्वर सोध्नुहुन्छ कि मण्डली तिमी निको हुने इच्छा गर्छौ? हामी भन्छौँ म के बिमार छु, म जाति नै छु, म ठिकै छु त, के यो पास्टरले के प्रचार गर्दैछ, के सोध्दैछ, पास्टर रोशन नेक्स्ट टाइम यो पास्टरलाई नल्याऊ। हामी त सबै सन्च सुविस्ता थियौँ, चर्चमा राम्रोसँग गएको, तर उहाँले त निको हुने कुराहरू गर्नुभयो। प्रिय भनौँ, आज तपाईँ र म धेरैचोटि आत्मिक रूपले धेरै रोगहरूले हामी ग्रस्त भएका हामी छौँ। यो कुरामा धेरै आउँछ, लोभ, डाह, ईर्ष्या, निन्दा, क्रोध, लडाइँ झगडा, धेरै कुराहरू छ। अनि यो बिचमा यो रोगमा यदि तपाईँ र म ग्रस्त छौँ भने यीशुले आज तपाईँ र मलाई सोध्नुहुनेछ कि तिमी त्यो ठाउँमा निको हुने इच्छा गर्छौ? अनि यीशुले भन्नुभयो जाऊ तिमी। यीशुले यो व्यक्तिलाई यो कुरा भन्नुभयो, त्यो व्यक्तिले सुन्नुभयो पहिला कुरा। आमेन। अनि मनमा उहाँले त्यो कुरालाई मानिलिनु भयो। अर्को कुरा, तेस्रो कुरा चाहिँ उहाँले त्यो कुरालाई गर्नुभयो। आमेन। हामी क्रिस्चियनहरू मेरो सेवकलाई धेरै अघि मैले मेरो जहिले बाटोमा सेयर गर्दै आउँदाखेरि मलाई धेरैले भन्नुहुन्छ तपाईँ फेसबुकमा किन प्रचार गर्नुहुन्न, तपाईँ युट्युबमा किन प्रचार गर्नुहुन्न, तपाईँ सोसियल मिडियामा आएर किन प्रचार गर्नुहुन्न? यो मेरो सेवकाई परमेश्वरले जुन सेवकाई मलाई दिनुभएको छ ग्राउन्ड लेभलबाट तलबाट, अनि हाम्रो स्थानीय पास्टरलाई कुरा थाहा छ, उहाँले मलाई धेरैचोटि आशिषको शब्दहरू बोलिदिनुहुन्छ। तपाईँले जति गरिरहनुको मेहनत परिश्रम छ त्यो चाहिँ व्यर्थ गएको छैन। अनि मलाई लाग्छ त्यसको पछि तपाईँ मण्डलीले मेरो लागि एउटा प्रार्थनाको सपोर्ट गरेर उभिनु भएको छ। आमेन। यो बिल्डिङ खडा गर्नुभयो, सायद यो विदाउट पोस्ट, यो पोस्टहरू नभएको भए यो बिल्डिङ खडा हुँदै थिएन। यो बिल्डिङ बनिनुमा यहाँ धेरैवटा आरसीसी पोस्टहरू तपाईँले लगाउनुभयो, तब त्यसको स्ल्याबलाई लोड लिएको छैन। त्यसैले मण्डली तपाईँको प्रार्थनाको कारण तपाईँले एउटा हाम्रो सेवा गर्ने जनहरूको लागि तपाईँले एउटा बिल्डिङ, एउटा पोस्ट, एउटा खाम हुनुहुन्छ।
आमेन। जुन खामो तपाईँले तयार गर्नुहुन्छ भने मात्रै माथि गएर त्यसलाई हामी छाममा तथा स्ल्याब गर्न सक्छौँ। अनि त्यो चाहिँ हो परमेश्वरको राज्यको नीतिको कुराहरू। आमेन। भला तपाईँको सामने यो कुरा नआउला, तपाईँले गर्दै गरेको कामको रिजल्ट तपाईँकै हातमा नपर्ला, तर तपाईँले सुन्दै गरेको कुराहरूबाट तपाईँले त्यो रिजल्टहरू पाइरहेको हुनुहुन्छ। आमेन। यो 38 वर्ष बस्ने व्यक्तिले ख्रिस्टको कुरालाई सुन्नु पर्दैन अनि उहाँले मान्नु भयो, त्यस पछाडि गर्नुभएको छ। अनि परमेश्वर ख्रिस्टले आजको यो शताब्दी मण्डलीलाई चाहिँ उहाँले सुन्ने मात्रै होइन, मान्ने मात्रै होइन, तर गर्ने मण्डली खोज्नु भइरहेको छ। आमेन। अनि हामी कतिजना एग्री छौँ, यस म गर्छु। अनि गर्नु चाहिँ चर्चमा आएर आइतबारपछि चर्च नटुट्या आउनु मात्रै गर्ने होइन। हाम्रो क्रिस्चियन जीवन चाहिँ भनेपछि एउटा सुसमाचारको जीवन, पहिला सुसमाचारको जीवन चाहिँ तपाईँ र मेरो जीवन रहेछ। त्यस पश्चात हामी अहिलेको समयमा अब बाइबल खोलेर प्रचार गर्दै गर्दा मानिसहरूले कहाँ विश्वास गर्छ? अहिले तपाईँको प्रभु नाउँमा आउने लोकहरूले पनि उहाँले पनि बाइबलको प्रत्यक्ष कुराहरू उहाँलाई स्पष्ट थाहा छ। जुन कुरा फलाफल तपाईँहरू विश्वास गर्ने जनलाई बाइबलको कतिवटा कुराहरू हामीलाई याद होला। तर सुसमाचारको पहिलो फुट तुलेर जीवन चाहिँ तपाईँ र मेरो नै हो। आमेन। कि आज हामी सुन्ने मात्रै छौँ, मान्ने मात्रै छौँ। भाइ सिद्धार्थ आएर यो बुटबिट पर लग्यो त मलाई अप्ठ्यारो भयो, उहाँले सुन्नु त भयो, मनमा पनि भयो, भनिदिनु पर्यो पास्टरले भनेको, मनमा लिनु भयो त्यो कुरा, तर उहाँले व्यवहारिक रूपमा एक्सनमा आउनु भयो चाहिँ मैले भन्दै गरेको शब्द त्यो चाहिँ व्यर्थ हो किन? यीशुको वचनलाई हामी सुन्छौँ धेरैचोटि, रुई पनि पढाउँछौँ, ओ प्रभु म आमालाई त्यही भन्छु, हेलो पवित्र आत्मामा उफ्र, चर्चमा नाच गाऊ, ठिक छ। हिजो अस्ति संसारको होल नाइट प्रेयर भयो, होल नाइट प्रेयर सकिन्छ गवाई भन्नु आउँछ, अहिले रेलगाडी यस्तो गवाई के छ? होल नाइट प्रेयर बसेको रातभर निन्द्रै लागेन। हेलो निद्रा त रातभरि मोबाइल खेल्दा पनि लाग्दैन नि, लाग्छ? हजुर आफ्नो घनिष्ठ मित्रसँग बोल्दा पनि निन्द्रा लाग्दैन नि। मेन क्या हो? होल नाइट प्रेयर बस्नु के हो? प्रार्थनाको तपाईँको रिजल्ट के पाउनु हुँदैछ? तपाईँ क्लास 1 देखि क्लास 2 मा जानुहुन्छ, अब इक्जाम गर्नुहुन्छ, त्यो इक्जाममा तपाईँलाई आएको प्रश्नहरू तपाईँले त्यो पेपरमा उत्तर लेख्नु पर्ने हुन्छ र मात्रै तपाईँ अर्को क्लासमा तपाईँ पढाउनु हुन्छ। हाम्रो क्रिस्चियन जीवन त्यस्तै हो। त आजसम्म हामीले यीशुलाई पाइसके पश्चात हाम्रो आत्मिक जीवनमा किन बढोत्तरी छ? अनि बडा घमण्डसँग तिमीहरू त, हाम्रो गाउँमा एउटा दाजु हुनुहुन्थ्यो, जब म पास्टर अर्डिनेसन भएँ मेरो घरमा आउनुपर्छ, अनि यता झोला बोकेर मैले काका जेलसी हो यता, तिमी पनि पास्टर अर्डिनेसन भएछौ, दुःख लाग्यो। हजुर काका म, तिमीहरू हिजो अस्तिको फुचे पास्टरहरू हो तिमीहरू। तिम्रो बाउलाई मैले खोसेलाको पिरामा राखेर त्यो वचन सुनाएको यहाँसम्म भन्नुभयो, तिम्रो घरमा फाटेको बोरामा भाषा शैली थियो, फाटेको बोरा थियो होला। हामी धेरै नानीहरू 6-7 जना, बाउ आमाको राम्रो नोकरी थिएन, त्यस्तै स्थितिमा हुर्किहाल्नु, बोरामा राखेर वचन सुनाएको उहाँलाई मैले भने, प्रेज द लर्ड, तपाईँले गर्नुभएको महान काममा आज फलानाको छोरा चाहिँ कान्छो छोरा चाहिँ पास्टर भएको छ। आमेन। अनि त्यो भन्ने व्यक्तिलाई अन्तमा नि सङ्घ पुगेर रेबिहाट पुऱ्यायो। अन्तिम घडीमा उहाँले प्रभुलाई छोड्नु भयो। के फाइदा भयो? हामी भन्छौँ म 56 वर्ष, म त्यो चर्चको आई एम द लिडर, आई एम द ओल्ड म्यान, म त्यो चर्चको बहुत पुरानै विश्वासी। यो माटोको थियो त्यति बेला। ओ प्रिय, परमेश्वरले ती कुराहरू हेर्नुहुन्न। दोस्रो कोरिन्थी 5:17 के भन्छ? ख्रिस्टमा उनीहरू मात्रै नयाँ सृष्टि हो। आमेन। चाहे तपाईँ 50 वर्ष होस्, चाहे तपाईँ 70 वर्ष किन नपुगेको होस्, मैले 92 मा प्रभुलाई पाएको हो, कति वर्ष? अनि 93 देखि म सेवाकाईमा आएको। हाम्रो बाइबल कलेज प्रिन्सिपल अनिल सर, म पास्टर पावल, हामी प्रचारमा जाने गर्थ्यौँ। सत्यमा सरले त्यति बेला महिनामा मलाई 100 रुपियाँ दिनुहुन्थ्यो, एकदम नयाँ नोट 100 रुपियाँ महिनाभरि प्रचार। अनिल सरले यो कुराहरू हामी जब भेट हुन्छ, अस्ति हामी भेटभरि यही कुराहरू गरिरहेको थियौँ।
बुलुङदुङ एउटा बस्तीमा 1 हप्ता उसिनेको आलु मात्रै खाएको। आफ्टर 1 विक 1 हप्ता पछाडि हामीले पुरी पाउँदा नि हामी त हिउँमा खेले जस्तो लागेको नुस पुरी खानु पाउँदैन। ल सुत दिनभरि प्रचार गर्यो, यस्तै गिटार नेक पनि बाङ्गेको, टल्टलबोर घाम छ। त्यति बेला म पतला थिएँ, अहिले चाहिँ मोटे भएको छु है। कपाल यति लामो सत्यमा सर औ के केस काट तिमी, हुँदैन यस्तो सेवा गर्ने जन क्या हो तिमी, रकहरू जस्तो क्या हो रकहरूले बुझ्यो। केस काट 100 रुपियाँ दिनुहुन्थ्यो। अनि त्यो घाममा टल्टलपुरमा जगत र संसार केही पनि सुन दाजुभाइ भनेर गीत गाएर प्रचार गरेको त्यो समय के मैले ती दिनहरूलाई भ्रमण गर्नु वर्तमान मेरो जीवन कस्तो छ यसले त्यो कुरा हेर्नुहुन्छ। हामी तपाईँको बिते दिनलाई हेर्नुहुन्न। यसै कारण त बिते दिनलाई हेऱ्यो भने त हामीले कति पाप गरेको छौँ नि त। बिते दिनलाई हेर्नु हो भने हाम्रो जीवन कस्तो थियो। हामी अहिले सोध्यौँ भने एकजनालाई ओ म त हाम्रो डिकन बाउले भनिरहनुहुन्छ, उहाँले चाहिँ कोही बेला सुब्बा देखाउँ हाम्रो मण्डलीमा थुप्रो सुब्बाहरू छ, सुब्बा भेटेपछि छोड्दैन। अनि उहिले कुस्ती खेलेको कुराहरू साइड गर्दै गरेको हामी त लिम्बुहरू चौकी पुरानो कुरालाई हेर्छौँ भने सम्झना गर्छौँ त हाम्रो पुरानो जीवन त कस्तो थियो त्यो त। तर ईश्वरले पुरानो कुरालाई हेर्नुहुन्न, अहिले वर्तमानको कुरालाई हेर्नुहुन्छ। हामी अनि त्यो कुरा चाहिँ हामीले सुन्नु पर्यो, मान्नु पर्यो अनि गर्नु पर्यो, तब मात्र एउटा क्रिस्चियन जीवन चाहिँ परिवर्तन हुन्छ। आमेन। अनि क्रिस्चियन जीवन हाम्रो जीवन चाहिँ दिनौँ एउटा अपग्रेड हुने जीवन हो, मल्टिप्लाई बढ्ने जीवन हो हाम्रो। 1 हप्ता उफ्रे एकजना रिस उठाउँछ, बादमा गउँ झगडा पर्यो। के भन्छ उहिले नुन खाएको कुखुरा जस्तो भयो, क्या भाइ तिमी त चर्च पनि जाँदैनौ, चर्च जाउँ भने उसलाई मनै पर्दैन। म चर्चमा आयो छेउमा पर ट्याखा तर्यो, हजुर खै वचन सुनेको, खै वचन मानेको, खै गरेको। प्रिय तपाईँ र म त भएको ठाउँमा त नि पवित्र आत्माको आगो सल्किनु पर्ने हो। हामी तर आज तपाईँ र म भेला भएको ठाउँमा के कुरा सल्किरहेको छ? सुन्यौ फलानाले त ढिस्काला पो लग्यो अरे त हजुर, हिजो सुन्यौ माथिल्लो घरमा भाँडा फ्याँक्छ। हजुर मण्डली चर्चमा जब आउनुहुन्छ म मण्डलीमा आमाहरूलाई भन्छु तपाईँ चर्चभित्र पहिला आउनुहुन्छ भनेदेखि मोबाइल हेरेर नबस्नुहोस्, तपाईँ घुट्टामा आएर तपाईँ प्रार्थना गरेर बस्नुहोस्, ताकि छेउमा आउँदा अर्को साथी आउँछ तपाईँलाई यसो हेर्छ कि भला उसले प्रार्थना नगरोस्, तर तपाईँलाई देखेर उसले पनि एकछिन भए पनि आर्टिफिसियल भए पनि चाहिँ गर्छ। हजुर गर्दैन? गर्छ नि। अब तपाईँ आएर चर्चमा चाहिँ फेसबुक खेलाउँदैछ भने उसले कोही हिजोको न्युज हेऱ्यो हेर उसले पनि देखाउनु थाल्छ। तर तपाईँ जब चर्चमा आएर तपाईँले जब परमेश्वरको वचन सुन्नुभयो, मान्नुभयो, गर्नुभयो, तपाईँ एकदम प्रार्थना प्रभु आजको जो दासले वचन बोल्छ मण्डली आउनुहुँदैछ उनीहरूलाई तपाईँले सुरक्षा साथ ल्याइदिनुहोस् भने तपाईँ प्रार्थनामा छ भने पुरा मनभरि बोकेर आएको हुन्छ। आज चाहिँ पास्टर आमाबाट गएर भनिहाल्नु पऱ्यो, तर पास्टर आमा चाहिँ घोडामा बसेको देखेर उसले एकछिन भए पनि नक्कली आँखा झ्याप हो किन भन्नुहोस् त। क्रिस्चियन जीवन, मण्डलीको जीवन, मण्डलीलाई कसरी सुधार्ने? यो 38 वर्ष बोझो भएको व्यक्तिले ऊ दहमा जानु परेन, उसको भेट यीशुसँग भएको छ। अहिले हामी सोध्यौँ भनेदेखि भूत भेट्यो भने तपाईँले सबैले भन्नुहुन्छ मैले झन् आङ्करमै भेटेको, मैले चाहिँ कुलेसोमा भेटेको, मैले पाइखाना जाँदा पाइखानामा भेटेको, मैले जस्तो भूत भेटेको। तपाईँ त डराउनुहुन्छ अहिले भन्यो भने। तर हामीले कहिले भनेको छौँ पास्टर बाउ आज त मेरो साँच्चै तपाईँले प्रचार गर्दै गर्दा मेरो त वचनसँग भेट भयो नि हो भनेछौँ हामीले। तपाईँ बोल्दै गर्दा साँच्चै नै म आज वचनसँग मेरो त काउन्टर भेट भयो नि हो। सजिलो भाषा, आतङ्कवादीलाई इन्काउन्टर कहाँबाट आयो भाषाहरू, इन्काउन्टर। मण्डली तपाईँलाई मैले पनि शैतानलाई इन्काउन्टर गर्न सिक्नुपर्छ। हामी इन्काउन्टर गर्न चाहिँ के गर्ने त? अब खुकुरी बोकेर मलाई जसरी संसारमा यति लामो खुकुरी बोकेर आएछ पास्टर यो खुकुरी तपाईँलाई दिनु आएको म मैले मोचेला दिनु खुकुरी किन भनेको त
तपाईँ राति यात्रा गर्नु, हेलो राति यात्रा गर्नुहुन्छ, यहाँबाट कटेज बिल्डिङ सकेर जानुहुन्छ अरे, अनि बाइकको अगाडि चाहिँ 1300 अरे खुकुरी। एकजनाले बाटोमा आउँछ, कुकुरले खेद्छ, यति लामो डन्ठा चिल्ल्याएर राख्दैछ, पास्टर बाबु यो चाहिँ यहाँ 1300 हेलो। अब पास्टर चाहिँ वचन सकेर सेवा सकेर बाटोमा कुकुर कुट्दै हिँड्यो भने हजुर कस्तो होला त्यो पास्टर बाटोमा कुकुर कुट्दै हिँड्ने, कस्तो होला त्यो पास्टर नाङ्गो खुकुरी लिएर काट्दै हिँड्ने हजुर। फेरि सुनेको वचनको के फाइदा भयो? अनि मैले भने भाइ यो खुकुरी पनि लादिनँ, यो डन्ठा पनि लादिनँ, म यो चाहिँ प्रार्थना गर्छु त्यो मलाई टोक्ने कुकुरको चाहिँ मेरो चाहिँ छिटो दाँत झरोस् भनेर। आमेन। मेरो सबै दाँतहरू भित्र छ, खानु गाह्रो हुन्छ। म यो चाहिँ प्रार्थना गर्न सक्छु त्यो मलाई टोक्ने कुकुरको बङ्गारा गिजा चाहिँ सबै झरेको होस् प्रभु छिटो भनेर। साँच्चै त्यस्तै भयो एक दिन त एउटा कुकुरले आएर टोक्यो, धडाधड टोक्यो, जिन्स प्यान्ट लाग्थ्यो सबै रगतै रगत। अनि त्यो घरको मान्छेलाई माम भनेर तामाङहरू तपाईँको कुकुरले मलाई टोक्यो, किन हिँडेको राख्यो त हाम्रो बाटो भन्छ। मलाई पनि कता कता अब उयो भयो कि। अन्त मैले भने म तपाईँको घरमा कुखुरा चोर्न आएको थिएन, यो सडकमा भटभटे कुदाउँदै हिँड्दा तपाईँ कुकुरले आएर टोक्यो, जाऊ जहाँसुकै जेसुकै गर पो भन्नुभयो। त्यसो म के कमीको ठरे परमेश्वरको दास प्रभु यो कुकुरको न्याय तपाईँले गरिदिनुहोस्। आमेन। एक दुई दिन मेरो त कुकुर त धर्दैन। छिमेकीलाई सोधे कुकुरलाई के भयो भने त्यहाँ पास्टरको लुतो लागेको छ। नेपालीमा भनाइ छ नि एउटा, मान्छेलाई ऋण नलागोस् अरे कुकुरलाई लुतो नलागोस्। बिचरा लुतै लागेर त्यो कुकुर मऱ्यो। मैले काट्नु पनि परेन, डन्ठाले ठटाउनु पनि परेन। आमेन। जब हामी परमेश्वरको वचन सुन्छौँ, मान्छौँ, गर्छौँ नि, परमेश्वरले आफ्नो महान काम हाम्रो जीवनमा गर्नुहुन्छ। आमेन। यो 38 वर्ष कुजो भएको व्यक्तिको जीवनमा दहमा पनि जानु परेन, उसलाई स्वर्गदूतको खाँचो पनि परेन। जसै उसले परमेश्वरको आवाजलाई सुन्यो, मान्यो, उसले आफ्नो ओछ्यानलाई चाहिँ बोकेर हिँडिहाल्नु भयो। आमेन। हामी चाहिँ धेरैचोटि हिँड्नु त हिँड्छौँ, उही सिरानी त राखिराख्नुपर्छ, यता ढल्किनुपर्छ, गाह्रो भयो। हाम्रो पास्टरले चिन्नुहुन्छ एकजना पास्टर, म हस्पिटलमा हुँदाखेरि हेर्न आउनुभएछ, बेड पाएर अनि बाहिर क्याम्पमा सुतिरहेको थियो। हस्बेन्ड वाइफ आउनुभएछ, अनि सुतिरहेको मान्छे पास्टरले आएर चरेर बिहे खोल्नुभयो। ए अब चाहिँ दबाई खाने पैसा दिने रहेछ भनेर सोचेको। हस्पिटलमा बस्छ त्यसै आश हुन्छ, हो कि भन्नुहोस् त, पक्का यो हो नि, सत्य कुरा। अनि पास्टरले अब चरेर बिहे खोलेर रुमाल निकालेर त्यति त भन्यो आऊ छेउ श्रीमानलाई आऊ आऊ हामीले यस्तो क्याम्प खाड्किनी राख्नु पर्ने रहेछ। पास्टरको क्रोधित हुनुमा अलिक बाहिर बस्नु भएको, अब कालिम्पोङदेखि बाहिर हिन्दीमा क्या, हिन्दीमा बकवास करते साला, ये दुआ कर कि ये जगह आना न पड़े कभी भी। परमेश्वरलाई भन यो ठाउँमा चाहिँ आउनु नपरोस्, क्याम्प खाटको त कुरै जाओस् पर। प्रिय, धेरैचोटि हामी आफ्नो जीवनमा हामी सुन्छौँ, मान्छौँ, तर हामी गर्दैनौँ। 38 वर्ष कुजो भएको व्यक्तिलाई कसैले पनि दोहोऱ्याउनु पर्यो, कसैले उसलाई दहमा हाल्नु पर्यो क्या। हामी धेरैचोटि सिरानी छोडिराख्छौँ, होइन हौ। हामी ठिक उल्टा पो छौँ। अस्ति हामी सेवा गयौँ नि है, तपाईँलाई थाहा छ कुन ठाउँमा पार्सिनियामा, अस्ति हालमा भोकमा गरम जग्गा रहेछ, पहिल्यैबाट एनाउन्समेन्ट थियो। हाम्रो आमाले त बोकेछ यत्रो ज्याकेटहरू हो, मेरो त सानो गाडी, फेरि पत्ला पत्ला गएको सबैजना गाडी, सर्नुहोस् न उता ठेला ठेल अड्दैन। अनि मैले भने होइन मेरो गाडीमा त अड्छ हो, 4 जना त मजाले, पछाडि 3 जना त किन अड्दैन र बाटोमा गाडी रोकेँ। मैले भने प्लिज तपाईँले लाउनु भएको ज्याकेटहरू खोल्नुहोस् त भने, ओ खोलेर पो त्यहाँबाट उयो खकोलो हुँदो रहेछ।
पहिला थाहा छ गरम छ भने किन बोक्ने लुगा जहाँ जाडो छ त्यहाँ चाहिँ आछुचु गरिरहेको हुन्छ अनि पस्ताइरहेको हुन्छ। मैले त भनेको नि उसलाई बोकौँ ज्याकेट भनेर। 38 वर्ष जाति भएर भएको मान्छेले केही पनि छोडेन त्यहाँनिर। आमेन। उसले यीशुले भन्यो जाऊ उठ बोक, ऊ हिँडिएको हो त्यहाँबाट। हामी मण्डलीलाई परमेश्वरले तुरुन्त इमिडिएट एक्सनमा खोजिरहनु भएको छ। आमेन। हिँड हो हिँडिहाल्ने चप चप। मेरो सेवाकाई तपाईँलाई थाहा छ, म कहिले भएर मेरो धेरै मण्डली धेरै ठाउँ सेवा हुन्छ। कोही गोजीमा पैसा हुँदैन, हौ आउनुहोस् न। आज चाहिँ थियो है फेरि पास्टर बोल्नु बिचरा छैन भन्नु भने अघि नै बिचरा यहाँ है फेरि ओ यस्तो भयो पास्टर बोल आउनुहोस् न। शैतानले भित्रबाट भन्छ ए पैसा छ तेरोमा छ बेग हेर त 60 रुपियाँमा चाहिँ कसरी जान्छस्। अनि म भन्छु 60लाई मल्टिप्लाई गर्ने मेरो यीशु हुनुहुन्छ। आमेन। अनि म बाइ फेथ विश्वासमा निस्किन्छु म। आमेन। एउटा घटनाबाट वचन सक्यो मैले अनि जब निस्किन्छु परमेश्वरले प्रशस्त मात्रामा पुर्याइरहनु भएको छ। आमेन। हिजो अस्ति मेरोमा एउटा घरमा प्रभुको दास आउनुभयो, पास्टर पावल कार्ता जो कलेजको टिचर हुनुहुन्छ। 3 दिन मेरोमा बस्नुभयो। हामी कालिम्पोङ धेरै परिवारहरूमा भिजिट गऱ्यौँ र तीमध्येमा हाम्रो इसाई जगतका सङ्गीतकार जोडी खवासकोमा गयौँ। हामी उहाँसँग बसेर उहाँका धेरै पुरानो गीतहरू मैले गिटार बजेर गाइरहेको थिएँ। अनि जब उहाँले सबै त्यो कुरा सक्नुभयो अनि मेरो घरमा आएर जब मैले कालिम्पोङ बस स्ट्यान्डमा उहाँलाई लगेर बसमा टिकट काटेर चढाइदिएँ अनि उहाँले बसको एउटा खुट्टा चाहिँ चढाएर भन्नुभयो है पास्टर बाउ तपाईँलाई बिल चाहिँ तपाईँको होमस्टेको बिल चाहिँ माथिबाट पठाइदिनुहुन्छ है भन्नुभयो। उहाँ बसको ड्राइभरले गाडी देखाएर जानु म घर पुगेँ बाइक लिएर एकछिनमा ट्रेनमा म्यासेज आयो। पैसाको म्यासेज अर्कै आउँछ थाहा छ तपाईँलाई, साथीभाइले पठाएको म्यासेज अर्कै आउँछ, पैसाको म्यासेज चाहिँ अर्कै आउँछ। मिठो हुन्छ हो त्यो साउन्ड आयो भने जस्तो लाग्छ मलाई त्यसै म्यासेज आयो यसरी एकदम 3000 हजुर सेन्ट्रल ब्याङ्कमा 3000 को म्यासेज छ। एक्साइटेड उसले पठायो अघि दासले त भनेछ माथिबाट, यो माथिबाटै आएको। शान्ति सुब्बा फ्रम सिक्किम। तपाईँलाई थाहा छ जोरथाङमा हाम्रो मण्डलीमा एकजना शान्तिपुरामा स्कुलको टिचर हुनुहुन्छ। उहाँले मलाई कम्ती मात्रामा चिन्नुहुन्छ, म उहाँलाई त्यति घनिष्ठ चिन्दिनँ तर उहाँले मेरो सेवाको विषयमा थाहा छ उहाँलाई। अनि उहाँले मलाई 3000 रुपियाँ हालिदिनु भएछ। आमेन। परमेश्वरको सेवाकाई गर्दाखेरि पैसालाई अगाडि राखेर गर्ने होइन। जब तपाईँ निस्किनुहुन्छ नि, जब परमेश्वरको आवाजलाई सुन्नुहुन्छ नि, 38 वर्ष कोजो भएको व्यक्तिले मेरो त पोखा यत्रो छ, 38 वर्ष पेन्ट छ, हाफ पेन्ट छ भन्यो भनेन नि त। उसले यीशुले भन्यो जाऊ हिँडिहाल्यो। आमेन। हामी धेरैचोटि कन्भेन्सन जाउँ न भन्दाखेरि मेरोमा त गाडी भाडा कुखुरा बाख्रा बाउ चाहिँ आमा चाहिँ हजुर अनि आफैलाई भन्छु म चाहिँ पेन्टिकस्टल फेथको आमा हो। हजुर जोड बोल्दैछु हामी। यो 38 वर्ष कोजो भएको व्यक्तिले मण्डलीलाई ठुलो कुरा सिकाउनु भएको छ अनि त्यो कुरो मैले पनि सिक्न सकेँ। आमेन। र म चाहिँ यो भाइ चाहिँ म हिँडिहाल्छु कसो कुरो थाहा छैन। अनि उहाँले भन्नुहुन्छ तपाईँ चाहिँ एउटा फर्टी हुनुहुन्छ जति बेला पनि रेडी जस्तो समयमा बिजी एकदम म हिँडिहाल्ने। यो वचनले मेरो जीवनमा काम गर्नुपर्छ। एउटा गवाई छ भन्नु सकेन मैले सरी गर्छु। सेवाकाईबाट फर्किँदै थियो बस्ती गाउँको बाटो एकजना बुढो बाजे हातमा केही हिसाब केराहरू लिएर जाँदैछ अनि टाढोबाट मैले हेरेँ त्यो बाजेले चाहिँ हातमा केरा बोकेर जानुहुँदैछ। यो मैले धेरै ठाउँमा गवाई मैले पढेको वचनसँग सम्बन्धित भएको कारणले। अनि त्यो बाजेको जब नजिकमा म पुगेँ बाजे केरा कसरी दर्जन तपाईँले दिनुहुन्छ? केरा चाहिँ हजुर बिहान बेच्थेँ। अनि उहाँले भन्यो चाहिँ 30 रुपियाँमा चाहिँ 12वटा तपाईँले पाउनुहुन्छ। अनि मेरो बोजूमा थाहा छ त्यति बेला कति पैसा थियो रुपियाँ मात्र 50 रुपियाँ थियो। आमेन।
आमिन भनिदिनुहोस् न हौ। 1000 हुँदा मात्रै आमिन होइन, 1 रुपियाँ हुँदा पनि आमिन भन्नुपर्छ हामीले, किनकि परमेश्वर चाहिँ बढाउने परमेश्वर हुनुहुन्छ। आमेन। हाम्रो परमेश्वर फेरि टाटाको परमेश्वर होइन। आज म तपाईँको अगाडि यसरी खडा भएर बोल्नुमा मेरो जीवनमा परमेश्वरको ठुलो एउटा उपकार र अनुग्रहहरू छ। आमेन। त्यो कुरा म कहिले पनि बिर्सिँदिनँ। अनि बाँचेर सोधेँ 30 रुपियाँ, गोजीमा हेरेँ 50 रुपियाँ। अब यो मैले 30 रुपियाँमा केरा किनेँ भने कि मेरो गोजीमा 20 रुपियाँ मात्रै रहन्छ। अनि सोचेँ बाटोमा मैले चिया खाजा खानुपर्छ, धेरै यात्रामा छु म। केरा किनिनँ मैले, त्यति बेला अर्कै बाइक थियो, खुट्टाले ठडाउनु पर्ने, कति त यहाँको मासु निस्केर हड्डी निस्केर थुप्रो गवाई छ। धेरैवटा आए, मेरो मनमा पवित्र आत्मा बोल्नु भयो। पवित्र आत्मा कसरी बोल्नु हेर्नुहोस्, हामी भन्छौँ नि पवित्र आत्मा गर्ने मात्रै पवित्र आत्मा होइन, गाजल लितिर पितिर पार्ने मात्रै पवित्र आत्मा होइन नि। पवित्र आत्मा तपाईँसँग बोल्नुहुन्छ। अनि पवित्र आत्माले भन्दा ओइ तैँले त्यो बाजेलाई किन दाम मात्रै सोधिस्, केरा किन, त्यो बाइक घुमा। बाइक त आफै घुम्यो, अहिले हुन्छ स्टर्न गरेको रहेछ बाइक, बाइक आफै घुम्यो मण्डली, बाइक घुम्यो। बाइक सरर बाजे भएको गएर अटोमेटिक ब्रेक लाग्यो छ्याप। अनि बाजेलाई सोध्यो, बाजे यो केरामा बाँच्छ, तर मेरोमा 50 रुपियाँ छ, मलाई 20 रुपियाँ फर्काउनु पर्छ। बाजेकोमा 20 रुपियाँ फर्काउने पनि छैन, मेरोमा 30 रुपियाँ पुऱ्याउने पऱ्यो अठ्याङमा, अब परेन। त्यहाँ ठुलो एउटा जाँच भयो। हेर्नुहोस् है, अब्राहम र इसाकको साराको विषयमा जाँच भएको जस्तै मरियमको देशमा लगेर तैँले यो छोरालाई बलि गर भनेन। अब्राहमले नहिचकिचाइ के गर्यो, छुरी उठाएको नि, उसले परमेश्वरलाई अजमाए, त्यहाँ अजमाएर उसले बेधडक गरेको छ। मलाई झट्टै अब्राहमकै कुरा याद आयो। हो, वचनले चाहिँ त्यसरी काम गर्छ। आमेन। वचन हामीले सुनेको छौँ र मानेको छौँ भने चाहिँ वचनले चाहिँ वक्तमा यो चाहिँ त्यो बाँदरले यस्तोमा राखेको थैलीको खाना जस्तै रहेछ, हो किन भन्नुहोस् त। बाँदरलाई दिनुहोस् कि उसले बाँदर भने के साह्रो बाँदर जस्तो खाएको, वास्तव बाँदरले निलेको हुँदैन रहेछ, बाँदरले चाहिँ यहाँ राख्दो रहेछ स्टक गरेर, अनि तपाईँ गइसकेर निकाल्दै खाँदो रहेछ, हो किन भन्नुहोस् त। हो, हामी टिस्टातिर यात्रा गर्छौँ, भनौँ मैले पनि परमेश्वरको वचन केही हदसम्म सायद मेरोमा भएको कारणले, राखेको कारणले गर्दाखेरि अब्राहमको कुरा मलाई याद आयो। अनि मैले भने बाजे यो केरा 12वटा मलाई दिनुहोस्, यो 50 रुपियाँ तपाईँ राख्नुहोस्। बाजे खुसी हुनुभयो, यति साह्रो खुसी। बाजेको अनुहारमा एक प्रकारको एउटा के भन्नु चमत्कार आयो। 50 को नोट पाउनु, अनि एम्टी छैन म पैसा। रेलीको ब्रिजको छेउमा म चिया खानु पर्ने, बिहानको ब्रेकफास्ट त छोडिदिनुहोस्, 1 कप चिया खाने पैसा पनि छैन। मनमा कता कता पर्सित हुँदैछ। सुन्नुहोस्, मान्छे हो, पास्टर तर मान्छे हो, पिट्ठामा किरे के हो केरा। अब चिया खाएको ठाउँमा केरा खानु भएको छ। जे होस्, प्रार्थना सहित छु, प्रभु तपाईँ प्रोभाइडर बन्दोबस्त गर्ने। घरिघरि मनमा के हुँदैछ, बाइकको एक्सिडेन्ट निमठी पठाउँदो रहेछ, चिया खानु पाएन। अलिक माथि आएको त फोन बज्यो क्या, त्यो फोन पनि फेरि यस्तो आशिषित फोन रे, सधैँ त्यो रिङटोन बज्दा रिस उठ्यो भने त्यो दिन त त्यो फोन बज्दाखेरि त आशिषित रिङटोन पो लाग्यो। आउनुहोस् न भनेको जस्तो लाग्यो। अनि बाइक छ्यापेर यसो फोन उठ्यो, हेलो पास्टरज्यू, जयमसी तपाईँ कता आउनुहुन्छ? मैले भने म रेलीको कालो आउँदैछु। पास्टर बोलेको चाहिँ ढुङ्गा खोज्दा सुनै पाएँ भने जस्तो उहाँलाई तपाईँलाई नै हामीले फोन गर्नु आँटेको थियो। किन भनेको त आज मेरो छोराको चाहिँ जन्मदिन हो, अनि तपाईँले आएर चाहिँ सेवा गरिदिनुपर्छ भन्नु भने। आमेन। अलिक ठुलो हुन्छ नि होइन, अब त बाहिर तम्बु टाँगिरहेको रहेछ, सेवाकाई भयो, प्रार्थना गरेँ। अब ल्याङ्गा दिने गिफ्ट फोन पनि छैन, सबैले ह्याप्पी बर्थडे भनेर दिँदैछ, आफू त छैन, हता किन्ने पैसा पनि छैन। बिहा बोटुल भएको एउटा ल्याउ न लोकन्टेला भनेर मागेर खुवापर लाग्यो। सरम्म प्रभु मेरो लाज ढाक्ने तपाईँ हुनुहुन्छ। चुपचाप बसेँ, दिएको मासु भात खाएँ। ए पास्टरजी एकछिन लिफा दिनु। आमेन।
चाहिँ आबिन भन्नुपर्छ। अनि आए दिपा बाइबलमा आएर घरमा गरेछु भनेर त्यो भित्र 2टा 55 नोट रहेछ। आमेन। 50 रुपियाँ मैले इन्भेस्ट गर्दा 950 रुपियाँ थपेर दिनुभयो। आमेन। मैले सुने माने बर्थडेमा म गइहालेँ। आमेन। एक्सनमा आउनु पर्ने बर्थडे क्रिस्चियनहरू आयो। अब त्यो दिन मेरोमा पैसा छैन, ला बर्थडेमा अप्ठ्यारो हुनुपर्ने, ला मलाई भ्याउँदिनँ भन्नु सक्दिनँ। तर म एम्टी पकेट छु, विदाउट मैले पैसा छैन मेरोमा, तर मैले त्यो आवाजलाई सुने अनि माने भने म त्यहाँ गएँ। आमेन। जाँदा मलाई के फाइदा भएको छ? 950 को फाइदा भयो। आमेन। यो कुरा मात्रै हो। तर मैले भन्न चाहेको कुरा चाहिँ जब हामी परमेश्वरको वचनलाई सुनेर मानेर एक्सनमा आउँछौँ नि, परमेश्वरले तपाईँको निरी खाँचोहरूलाई चाहिँ पुरा गर्नुहुन्छ। आमेन। आज हामी विभिन्न प्रकारको कमी घटी, हामी विभिन्न प्रकारको हाम्रो इच्छापनहरू हामी लिएर बसेका छौँ। तर जब हामी परमेश्वरको आवाजलाई सुन्छौँ र मान्छौँ र गर्छौँ भने प्रभुले तपाईँको जीवनमा भएको खाँचोलाई पुरा गर्नुहुन्छ। आमेन। 38 वर्ष बोझो भएको व्यक्ति निक्लेको छ, तर उसले सिरानी छोडेको छैन। मण्डली, अब हामी पुरानो कुराहरू यदि छोडिएको छ भने पनि डोन्ट गो ब्याक, फर्केर नजाऊ। ओहो मैले यो छोडेछु नि हौ भनेर अघि म घरमा आधी बाटोमा गाडी चलाएर मोबाइलै छोडी पठाएको छु भन्नु। ज्वाइँलाई भने ला ज्वाइँ मेरो ट्र्याक म्युजिक सबै त्यसमा छ, म त मोबाइल लिनु जानुपर्छ। अनि मनमा मलाई हतार भयो। त्यो कुरा लिनु जाँदा मेरो मनमा फेरि अर्कै प्रकारको टेन्सन भयो। प्रिय, हामीले छोडिएको कुरा जब लिन जान्छौँ नि, तपाईँको जुन एउटा रफ्तार हो त्यो रफ्तार चाहिँ बिग्रिन्छ। त्यस कारणले गर्दा प्रभुले जुन कुरा भन्नु फर्गेट छोडिदियो, 38 वर्ष पुजोको चाहिँ जाति भएर गएको छ। आमेन। आज अब यहाँबाट अब निस्केर जाँदै गर्दा तपाईँ र म 38 वर्ष दहमा बसेको व्यक्ति त छैनौँ हुनसक्छ। आत्मिक रूपले हामी धेरै कुरामा कमजोरी छौँ, म छु भन्दाखेरि आजको यो आशिषमय प्रभावले चाहिँ तपाईँ र म यहाँबाट निको भएर जानेछ। आमेन। वचनमा हामीलाई आशिष दिन्छ।